हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। साथीहरू, आज म बिहानै उठेँ, नुहाएपछि तयारी गर्न लागेँ अफिसको लागि, किनकि आज थियो अफिसमा सरको चुनावमा जानु थियो हामीहरू सबैले। त्यसको लागि अब तयार त हुनु पर्यो साथीहरू। त्यसको लागि म मेकअप गर्न लागि मेकअपमा सबभन्दा पहिला लगाएँ मैले मोइस्चराइजर फेसको लागि राम्रो हुन्छ। सबभन्दा पहिला म मोइस्चराइजरै लाउँछु साथीहरू। यो अरू भिटामिन त केही लगाउँदैन किनकि त्यति हुँदैन। त्यसपछि लगाएँ मैले सनक्रिम घामबाट बचाउँछ। अनि सनक्रिम घामबाट बचाउने हुनाले म सनक्रिम युज गर्छु। राम्रो पनि देखिन्छ सनक्रिम। अनि यस्तो घाँटीमा पनि लगाउनु पर्यो किनकि मुखलाई मात्र होइन कि सनक्रिमले बचाउने, सबै कुरालाई बचाउँछ साथीहरू। त्यसपछि मैले लगाएँ आइलाइनर, आँखाको आइलाइनर। अनि यो पनि मलाई मनपर्छ किनकि मेरो आँखाको आइब्रो मोटो हुनाले अनि त्यसमा आइलाइनर लगाएपछि कालो र राम्रो देखिन्छ। यसैले आजभोलि म आफूलाई चम्काउन राम्रो बनाउँछु किनकि मलाई मनपर्छ मेकअप गर्न। त्यसपछि मैले लगाएँ काजल। साथीहरू, मस्कारा पनि हो, तर मेरो मस्कारा सिद्धिया छ डेली मेकअपमा। मस्कारा नहुनाले काजल त डेली लगाउँछु। मलाई गाजलभित्र आँखाको गाजल लगाउनु पर्छ। अनि साथीहरू, म कस्तो देखिन्छु हेर्नु, गाजल लगाएपछि त मेरो फेसै अलग हुन्छ अनि राम्रो पनि देखिन्छु म। हेर्नुहोस् त साथीहरू, आज मेरो घाँटी बसेछ किन हो आज यस्तो। हेर्नुहोस् मेरो गाजल लाउ राम्री देखिन्छौ रेशम गाजल लाउँदा खै थाहा छैन भन्ने गाना छ नि त, मलाई मनपर्छ। अनि त्यसपछि मैले लगाएँ आइलाइनर, आँखाको माथि आँखामा लगाउने गाजल। अनि यो गाजल पनि मलाई खुब मनपर्छ साथीहरू। म एउटा हातले सर्र लगाइदिन्छु के, म बानी पऱ्यो कि यसैले हो कि क्या हो। अनि मलाई मनपर्छ यो लगाएको पनि। मैले पहिलाको भिडियोमा पनि भनेको छु साथीहरू, मलाई गाजल लगाउन खुबै मनपर्छ भनेर। अनि मलाई राम्रो पनि देखिन्छ गाजल। हेर्नुहोस् त साथीहरू, कस्तो राम्रो देखिएको। अनि यहाँ भिडियो फेरि मैले बनाएको राम्रो देखियो नि। अनि गाजल लगाएपछि त झनै आँखा राम्रो हुन्छ। त्यसपछि मैले लगाएँ लिपस्टिक। खोइ, म खास त लिपस्टिक लगाउँदिनँ के, आजभोलि अब लिपस्टिक पनि लगाउने गरौँ भनेर लिपस्टिक लगाउँछु। मलाई मनपर्ने कलर त अर्कै हो लिपस्टिकको, तर मैले पाएन, त्यो खोज्दै थिएँ। अनि त्यसमा हल्का यो म्याच हुने हुनाले यो लिपस्टिक लिएर आएँ मैले। साथीहरू, मलाई अर्को लिपस्टिक चाहिएको थियो कि। अब म नङ पालिस लगाउँछु। मेरो औँलाहरू आजभोलि उ भएको छ के, मतलब अर्कै भाछन् के। अनि हात पनि के भर्खै हड्डी जस्तो भएको छ। अनि दुब्लाएर पनि होला किन, मेरो हड्डी जस्तो हात छ भन्छु। मलाई पहिला मेरो अर्कै थियो। अनि मैले नङलाई नेल पेन्ट हटाएँ। फेरि नेल पेन्ट हटाएपछि मैले त्योमा लगाएँ नङ पालिस। राम्रो त देखिएन किनकि मेरो नङ सबै टुटेको थियो हिजो। टुट्या हुनाले नङ पालिस नेल पेन्ट लगाएन। त्यसपछि आज त्यो म्याचिङ हुने, मेरो ड्रेसमा म्याचिङ हुने आई स्याडो पनि लगाएँ। गाजल लगाउनुभन्दा पहिला लगाउनु, मैले पछि लगाएँ किनकि म पहिला भुलिसकेको थिएँ। पछि लगाउने मन लाग्यो कि आज नलगाऊँ भने सोचेको थिएँ। अनि हेर्नु त साथीहरू, कस्तो देखिए। अनि मैले मेरो मेकअप अनि फेरि यो मेकअप गरेको कस्तो देखियो साथीहरू। राम्रो छु नि म। अनि हामीहरू यहाँ पुग्यौँ नास्ता खाना।